महान केपी बाको प्लान के थियो भने त्यहाँ बुदा पढ्यो भने त्यहाँ एउटा छ कि सरकारले भनेपछि त्यो जुन पनि पोस्ट डिलिट हुनुपर्ने टाइपको के पो छ अनि त्यो त एकदमै पावर हङ्ग्री टाइपको भएन भने आफ्नो विरोधमा कसैले केही भनिदियो भने ट्याक्क लाउने डिलिट हानिदिने आफ्नो विरोधमा कसैले केही भन्न पनि पाउँदैन आफू एउटा सोल सुप्रिम लिडर नर्थ कोरियन टाइपको डिक्टेटरसिप भएन त्यो हाम्रो केपी बा त्यस्तो सुप्रिम हो भने अनि उहाँको त्यस्तो त्यति धेरै मतलब भ्रष्टाचारको कुराहरू छ के छ उता गिरिबन्धु टी स्टेट के छ उहाँको के काण्ड छ हाम्रो महेश बस्नेत महान हाम्रो पहिलाको सांसदजीको के छ नि अब सोसियल मिडियामा उहाँहरूको विरोधमा केही भन्नै नपाउने हो भने त उहाँहरूको नराम्रो कुरा त अफकोर्स बाहिर त आउँदैन अनि एउटा प्रपर डेमोक्रेसीमा लिडरहरूलाई क्रिटिसाइज गर्न मिल्दैन भने त्यो कहाँको डेमोक्रेसी भयो त्यो डिक्टेटरसिप भयो हामीले यति दुःख गरी लिएर आएको हामी भन्दा पनि अब हाम्रो पुर्खाहरूले म त जन्माएको थिइनँ कि दुःख गरेर लिएर आएको डेमोक्रेसीको के अर्थ भयो हामीलाई सोल डिक्टेटरसिप एउटा मात्रै सुप्रिम लिडर चाहिएको भए त राजा महेन्द्रको पञ्चायतै ठिक थियो नि के खाने यत्रो आन्दोलन गरेको आफ्नै कुराको कन्ट्रडिक्सन नगरौँ न हौ केपी बा अनि एउटा पार्टीमा डेमोक्रेसी चाहिन्छ हामीलाई डेमोक्रेसी चाहिएको छैन एकजना सुप्रिम लिडर हो भने महाधिवेशनमा किन हजुर सब आउनु भएको हाम्रो केपी बा सुप्रिम लिडर हो उहाँले केही गलत गर्न सक्नु हुँदैन भने सरी उहाँलाई अध्यक्ष बनाइदिउँ न उहाँले जसलाई भन्नुहुन्छ त्यतिलाई सदस्य बनाइदिउँ उहाँले जसलाई भन्नुहुन्छ त्यतिलाई जागको पनि लिडर बनाइदिउँ के काम पर्यो निर्वाचनको के काम पर्यो महाधिवेशनको हामीलाई केही चाहिएन नि केपी बाले जे भन्नुहुन्छ त्यही गरौँ संविधान पनि चाहिएन केपी बाले जे भन्नुहुन्छ त्यही गरौँ मैले केही क्राइम गरेँ केपी बाको मान्छेले केही क्राइम गर्यो भने म चाहिँ 10 वर्ष जेल बस्छु केपी बाको मान्छे 10 दिनमै फुत्केर आउँछ केपी बा सुप्रिम लिडरलाई त्यो सबै गर्न लगाइदिउँ न हामीलाई संविधानको के काम के अरे न्यायपालिकाको के काम हामीलाई संसदको के काम केपी बाले जे भन्नुहुन्छ त्यही गरिदिउँ भइहाल्छ नि सोसियल मिडिया बिल पास गरौँ केपी बाको युनानिमस कन्ट्रोल बनाइहालौँ केपी बाले जे भन्नुहुन्छ त्यही राइट जे भन्नुहुन्न त्यो रङ केपी बाले भन्यो भने जे पनि राइट हामीले भन्यो भने जे पनि रङ बच्चाहरू काम छैन उद्देश्य छैन रिसाको बच्चाहरू जे पनि गर्छन् भन्नुहुन्छ अनि त्यसपछि आफ्नै भलन्टियर फोर्स इकट्ठा गर्नुहुन्छ अनि उनीहरूलाई हाम्रोतिर घुसाइदिनुहुन्छ अनि सिंहदरबार जलाउनुहुन्छ अब केपी बाले नै गर्नुभयो त भनिनँ मैले तर जो पनि हुन सक्थ्यो के त्यो जेनजी इज जस्ट एन एज ग्रुप एउटा बच्चाहरूको टोलीलाई सिंहदरबार जलाइस तिमीहरूको इतिहास तिमीहरूलाई इतिहासको बाल छैन भनेर हुँदैन नि त इतिहास भन्दा इम्पोर्टेन्ट त यो देशको फ्युचर छ होला नि त इतिहास त भइरहेको छ हिजो भएको कुरा पनि इतिहास हो तर फ्युचर धेरै इम्पोर्टेन्ट हुन्छ नि त इतिहास जति गौरवशाली भए पनि फ्युचरको कुरा हुन्छ नि त